सबै मेरा युट्युबका साथीभाइहरूलाई धेरै धेरै सम्झना गर्दै यसपालिको दसैँ दिवालीको पनि सबैलाई मङ्गलमय शुभकामना जनाउँदै म मेरो आफ्नो एउटा बस्तीको जीवनको सानो विवरण दिँदैछु। यो मेरो गाउँ राङगाङ हो। नाम्चीदेखि हामी 32 किलोमिटर 12 किलोमिटर पर्छ टाढोमा है। र अहिले घडी मैले आफ्नो घर गाउँको जीवनको विषयमा भन्दैछु। गाउँलेको जीवन साह्रै सङ्घर्षशील हुन्छ। ठन्टलापुर घामसँग जुझ्नुपर्छ, झरीसँग पनि जुझ्नुपर्छ। यस्तै गर्दै गर्दै मैले पनि यसपालि घर वरिपरि अर्कै बोडाहरू छरेको थिएँ। घिउ बोडा है, नेपाली बोडा, दुधे बोडा, सिन्ता बोडा छरेको थिएँ। तर यसपालि अब छर्ने टाइममा पनि समय ठिकै थियो। केही दिन बाद पानी परेकोले निकै बोडाहरू उम्रिन सकेन है। अन्त फेरि घाम लागेपछि यस्तो कडा लाग्दैछ, अहिले फुल लाग्दैछ। र अब यसलाई गोड्नु पर्ने थियो र मैले गाउँको दाजुभाइलाई फोन मार्फत नै बोलाएँ। उहाँले हुन्छ हामी आइदिन्छौँ भन्नुभएको थियो है। उहाँ हुन्छ, मेरो बुहारी हुनुहुन्छ, यता दाजु हुनुहुन्छ, पर अब अलिक देख्नुहुँदैछ उहाँ मेरो बहिनी हुनुहुन्छ। उहाँको सहयोगले मात्रै मेरो घरको जति पनि अन्नबालीहरू उठ्दैछ है, फल्दैछ। उहाँहरू छैन भने म आफै त के सक्थेँ र है। उहाँहरूले गर्दाखेरि आज मेरो सबै अन्नबालीहरू उठाइदिने उहाँ हो, छरिदिने पनि उहाँ हो। उहाँहरू छैन भने अब यो जति पनि मेरो बारीहरू सबै बाँझो भएर जान्छ। अब के गर्नु, अब सबै अलिअलि गाउँमा बढेका हुर्केका नानीहरू भाइहरू बाहिर अलिकति पढ्यो, बाहिर लागिहाल्छ। गाउँमा बस्नेहरूले पनि आजभोलि खेतालापात भन्ने कुरा भुलेको हो कि अल्छी लागेको हो। उहाँहरूले उहाँले गर्नु मान्दैन। तर मेरो 3 जना दाजु छ, बुहारी छ, बहिनी छ। उहाँ भइन्जेल मात्रै होला यो जति मैले छर्नुपर्ने, यो अन्नबाली रोप्नुपर्ने पनि उहाँ भइन्जेल मात्रै हो। अब त आफू पनि सकिँदैन। त्यसले गर्दा गाउँ बस्तीको जीवनमा बस्नु साह्रो छ अहिले। यस्तो घामको कस्तो कडा टन्टलापुर हुन्छ, पानी बेसी परेकै गर्छ। र यो मेरो गाउँको अवस्था यस्तो छ अहिले। यो देख्नुहुँदैछ मेरो घर, मेरो अब जति पनि हाम्रो गाउँमा हुने कुराहरूको रुखहरू खस्युरे हुन्छ, कोइरालो हुन्छ, अम्लिसो हुन्छ, र अन्त दुधिलो हुन्छ, अन्त गेडुलो हुन्छ, गगुन हुन्छ। यस्तै चाहिँ मेरो गाउँलेको साथीहरू मेरो यस्तै चाहिँ गाउँले